नमस्ते नमस्कार साथीहरू। अहिलेसम्म हामीलाई फलो गर्नुभएको छैन भने छिटोभन्दा छिटो फलो गरिहाल्नुहोस्। आज हामी पढ्नेछौँ जङ्गबहादुर राणाको बारेमा। हुन त जङ्गबहादुर राणाको बारेमा धेरै कुराहरू रहेका छन्, तर केही कुराहरूलाई हैन पटक पटक सोधिराख्ने कुराहरूलाई हामी केही सठिक तरिकाले त्यसको ट्रिक बनाएका छौँ। त्यो ट्रिकहरू तपाईँहरू बुझ्ने प्रयास गर्नुहोला। धेरै कुरा छ, हामीलाई इतिहासमा धेरै कुरा पढ्नुपर्छ, तर हामीलाई पोइन्ट थाहा हुन्छ कुन राजा वा प्रधानमन्त्रीको पालामा घटेको घटना हो, त्यहाँ गएर हामी के हुन्छौँ, कन्फ्युज हुन्छौँ हो। त्यही भएर हामी यसलाई एउटा सानो स्टोरी जस्तो वा लजिक जस्तो बुझ्ने प्रयास गर्नुहोला। सबभन्दा पहिला हामी एकचोटि सर बुझौँ कि जङ्गबहादुर राणाको पालामा के कस्तो घटनाहरू भयो, कहिले जन्म भयो, त्यो कुराहरू हामी एकचोटि सर बुझ्नु पर्यो र त्यसपछि अन्त्यमा गएर हामी यसलाई लजिक बनाएर तपाईहरुमाझ प्रस्तुत गर्नेछौँ। जस्तै अब उहाँको जन्म चाहिँ 1874 असार 4 गते भएको थियो। यहाँ अलि चेन्ज गर्नु पर्यो, पिता त्यसपछि माता। ल, जङ्गबहादुर राणाको जन्म विक्रम सम्वत 1874 असार 4 गते भएको थियो। पिता अर्थात बुवा चाहिँ बालनरसिंह कुँवर र माता कतै कतै रक्षा कुमारी पनि भेटिन्छ, याद गर्नुहोला, कतै कतै गणेश कुमारी पनि भेटिन्छ। यो कुरालाई बुझ्ने प्रयास गर्नुहोला। जङ्गबहादुर राणाको चाहिँ बाल्यकालको नाम अर्थात मम्मी बुवा अर्थात माता पिताले राख्नु भएको नाम चाहिँ उहाँको वास्तविक नाम चाहिँ वीर नरसिंह कुँवर थियो। मामा मातवर सिंह थापाले राखेको नाम जङ्गबहादुर। जङ्गबहादुर नाम भन्ने उहाँको मामा मातवर सिंह थापाले राख्नु भएको थियो। उहाँको वास्तविक नाम चाहिँ वीर नरसिंह कुँवर थियो र मामाले चाहिँ जङ्गबहादुर नाम दिनुभएको थियो। त्यस्तै श्री 5 सुरेन्द्रले दिएको उपाधि, श्री 5 के रे सुरेन्द्रले दुईटा उपाधि दिनुभएको थियो। एउटा श्री 3 र अर्को राणा। एउटा श्री 3 र अर्को चाहिँ दुईटा उपाधि चाहिँ श्री 3 बाट चाहिँ प्राप्त गर्नुभएको थियो। जङ्गबहादुर राणालाई सुरेन्द्रले श्री 3 को उपाधि दिएको थियो र जङ्गबहादुरले सुरेन्द्रलाई श्री 5 को उपाधि दिएको थियो। त्यस्तै अर्को प्रधानमन्त्री बनेको विक्रम सम्वत 1903 मा गएर जङ्गबहादुर राणा प्रधानमन्त्री बनेको थियो। तपाईहरुलाई थाहा नै होला, भूतपर्वको घटनापछि जङ्गबहादुर प्रधानमन्त्री भएको थियो। हुन यसको बारेमा धेरै कुरा छ, तर साथीहरु यति कुरालाई बुझ्ने प्रयास गर्नुहोला। र 1933 सम्म शासन गरेको थियो, अर्थात 30 वर्ष शासन गरेको थियो। सबैभन्दा बढी शासन गर्ने राणा प्रधानमन्त्री चाहिँ जङ्गबहादुर राणा हुनुहुन्थ्यो र सबैभन्दा कम उमेरमा अर्थात कान्छो उमेरमा हैन प्रधानमन्त्री भएको व्यक्ति चाहिँ नेपालको इतिहासमा हालसम्म जङ्गबहादुर राणा नै हुनुहुन्छ। त्यस्तै उहाँले चाहिँ युरोप भ्रमण विक्रम सम्वत 1906 मा गर्नुभएको थियो, 1906 देखि 7 सम्म। अब युरोप भ्रमणको क्रममा उहाँले चाहिँ दुईटा देशमा भ्रमण गर्नुभएको, एउटा बेलायत र अर्को फ्रान्स। त्यस्तै रानी भिक्टोरियाले दिएको उपाधि, बेलायतकी चाहिँ महारानी भिक्टोरियाले उहाँलाई नाइटहुड अफ ग्रान्ड क्रस भन्ने उपाधि दिएको थियो। र त्यहाँबाट आउँदाखेरि बुझ्नु पर्यो, गिद्धे प्रेसको स्थापना नेपालमा चाहिँ सर्वप्रथम अर्थात पहिलो पटक प्रेसको सुरुवात गर्ने व्यक्ति चाहिँ जङ्गबहादुर राणा नै हुनुहुन्थ्यो। गिद्धे प्रेसको स्थापना उहाँले विक्रम सम्वत 1908 मा गर्नुभएको थियो, बेलायत भ्रमण पछि। त्यस्तै नयाँ मुलुक फिर्ता। अब नयाँ मुलुक भनेर 4वटा जिल्लालाई चिनिन्छ, बाँके, बर्दिया, कञ्चनपुर र कैलाली। अब यो कुरा पनि ट्रिक मार्फत तपाईलाई हामी भन्ने नै छौं। त्यस्तै पहिलो मुलुकी ऐन अर्थात नेपालको पहिलो लिखित कानुन, पहिलो मुलुकी ऐन चाहिँ जङ्गबहादुर राणाले ल्याउनु भएको थियो, जुन चाहिँ विक्रम सम्वत 1910 मा ल्याउनु भएको थियो। त्यसपछि दरबार स्कुलको स्थापना, दरबार स्कुलको स्थापना वा पहिलो अंग्रेजी स्कुलको स्थापना।
विक्रम सम्वत 1910 मा नै गर्नुभएको थियो। त्यसपछि हामी विभिन्न अड्डाहरू छ, जस्तै धर्म कचहरी, कमान्डरी किताबखाना, कौशल अड्डा, यी अड्डाहरूको उहाँले स्थापना गर्नुभएको थियो। त्यस्तै विश्वस्वरूप मन्दिरको स्थापना, नेपालको सबैभन्दा सानो मूर्ति चाहिँ विश्वस्वरूपको मूर्ति रहेको छ। त्यस्तै नेपालमा कोट लगाउने पहिलो व्यक्ति पनि जङ्गबहादुर राणा नै हुनुहुन्थ्यो। एग्नेट प्रथाको सुरुवात, अब यो एग्नेट प्रथा के हो भनेर तपाईहरू बुझिराख्नु होला। एग्नेट प्रथा के हो कि शासन सत्ता, जस्तै मानौ तपाईँ 4 भाइ हुनुहुन्छ, अहिले तपाईँ जेठो हुनुहुन्छ, तपाईँ शासन गरिरहनु भएको छ, तपाईँ देशको प्रधानमन्त्री हुनुहुन्छ। अब तपाईँ मरिसक्दाखेरि या तपाईँ पदबाट हट्नुभयो या पद छोड्नुभयो भने त्यो शासन सत्ता तपाईको छोरामा नगएर तपाईको माइलो भाइमा जान्छ। त्यसपछि हैन यस्तै सर्दै जान्छ, भाइमा, एक भाइबाट अर्को भाइमा सर्ने प्रथा चाहिँ के हो एग्नेट प्रथा। त्यस्तै नेपाली समाजलाई तगाधारी, मतवाली र पानी नचल्ने गरी 3 भागमा उहाँले विभाजन गर्नुभएको थियो। त्यसपछि मातवर सिंहको हत्या अर्थात् आफ्नो मामा मातवर सिंहको हत्या चाहिँ उहाँले गराउनु भएको थियो र अन्त्यमा गएर उहाँको निधन विक्रम सम्वत 1933 फागुन 16 गतेको रौथटको पत्थरघट्टा भन्ने ठाउँमा भएको थियो। यसमा धेरै कुराहरू छ, तर यतिलाई हामी समेटेका छौं। तपाईहरू अब यसलाई एउटा लजिक मार्फत बुझ्ने प्रयास गर्नुहोला। जस्तै जङ्गबहादुर राणाको जन्म 1874 असार 4 मा भएको थियो। बाल नरसिंह कुँवर र रक्षा कुमारीको गर्भबाट, कहाँबाट? 1874 असार 4 मा बाल नरसिंह कुँवर र रक्षा कुमारीले एउटा वीर पराक्रमी पुत्रको जन्म दिनु भएको थियो। अनि उहाँको नाम राख्नु भयो के? वीर नरसिंह कुँवर। के? वीर नरसिंह कुँवर। अनि मामा मातवर सिंहले भन्नुभयो हैन, यो त जङ्गे छ, यसको नाम वीर नरसिंह कुँवर होइन, यसको नाम जङ्ग बहादुर राख्नु पर्यो। अब यसरी हामी ट्रिक बनाएको छु, यहाँ बुझिहाल्नु होइन कि मामा मातवर सिंह थापाले राखेको नाम चाहिँ जङ्ग बहादुर हो। त्यसपछि हैन श्री 5 सुरेन्द्रले हैन यो नाम पनि फिट खाएन, जङ्ग बहादुरको नाम त श्री 3 जङ्ग बहादुर राणा हुनु पर्यो। यसको अर्थ अब तपाईहरु के बुझ्नु कि श्री 5 सुरेन्द्रले दिएको उपाधि, कुन दुईटा उपाधि अघि नै भने थिए, एउटा श्री 3 र अर्को राणा, र जङ्ग बहादुर यथावत छ। अर्थात् मामा मातवर सिंहले राखेको नाम जङ्ग बहादुर अनि श्री 5 सुरेन्द्रले दिनुभएको उपाधि दुईटा, त्यो दुईटा जोडेर हामी ट्रिक बनाएछौं। अनि श्री 5 सुरेन्द्रले भन्नुभएको छ हैन, उहाँको नाम श्री 3 जङ्ग बहादुर राणा हुनु पर्यो। यसमा दुईटा प्रश्न लिनु, श्री 3 को उपाधि र राणाको उपाधि कसले दिए थियो? श्री 5 सुरेन्द्रले। त्यस्तै यहाँसम्म एकचोटि अझै बुझ्ने प्रयास गर्नु होला। जङ्ग बहादुरको जन्म 1874 असार 4 गते सिंह कुँवर र रक्षा कुमारीले हैन एउटा वीर पराक्रमी पुत्रलाई जन्म दिएको थियो, जसको नाम राखेको थियो वीर नरसिंह कुँवर। अनि मामाले भन्नुभयो हैन यसको नाम वीर नरसिंह कुँवर नराख्नु, यसको नाम जङ्गे हुनु पर्यो, अर्थात् यसको नाम जङ्ग बहादुर हुनु पर्यो। अनि सुरेन्द्रले फेरि सोचे हैन, श्री 5 सुरेन्द्रले के रे जङ्ग बहादुर मात्र भएन, उहाँको नाम श्री 3 जङ्ग बहादुर राणा हुनु पर्यो। अब धेरै प्रख्यात भएपछि के भयो, उहाँ चाहिँ विक्रम सम्वत 1903 मा प्रधानमन्त्री बन्नुभयो। 1903 देखि 33 सम्म बन्नु चाहिँ भयो थियो 1903 मा। त्यसपछि अब प्रधानमन्त्री भएपछि हाम्रो देशको त यो रीति नै हो वा परम्परा पनि भन्न मिल्छ कि कोही प्रधानमन्त्री बनेपछि अन्य देशको भ्रमण गर्नु। त्यस्तै जङ्ग बहादुरले सोचेछ म भारत चीन नगएर म युरोप भ्रमण गर्छु। अनि पहिलो यहाँ बुझिहाल्नु, पहिलो युरोप भ्रमण गर्ने पहिलो प्रधानमन्त्री नेपालको चाहिँ जङ्ग बहादुर राणा हुनुहुन्थ्यो। युरोप भ्रमण गर्ने चाहिँ उहाँ पहिलो नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो, जुन चाहिँ 1906 मा गर्नुभएको थियो। अनि युरोप भ्रमणको क्रममा के रे बेलायत र फ्रान्स दुईटा देश भ्रमण गर्नुभएको थियो।
त्यतिखेर बेलायतकी महारानी भिक्टोरियाले उहाँलाई एउटा उपाधि दिनुभयो, नाइटहुड अफ ग्रान्ड क्रस भन्ने उपाधि, अनि एउटा गिध दिनुभयो। गिध भन्नाले उड्ने गिध। कि जङ्गबहादुर होइन, तपाईँ नेपालबाट धेरै टाढाबाट आउनुभएछ, अहिले एरोप्लेनको पनि व्यवस्था छैन, तपाईँलाई म गिध दिइरहेछु, त्यो गिधमा बसेर तपाईँ नेपाल पुगिहाल्नु। अब गिध भन्नाले हामी के बुझ्नु पर्यो? गिद्धे प्रेस अर्थात् गिद्धे प्रेसको स्थापना गर्ने नेपालमा को? जङ्गबहादुर राणा। त्यसपछि उहाँ नेपाल आउनुभयो। त्यतिखेर भारतमा सिपाही विद्रोह चलिरहेको थियो। के अरे सन् 1857 को घटना हो यो। सिपाही विद्रोह चलिरहेको थियो। कसको खिलाफ? अंग्रेजको खिलाफ, अर्थात् ईस्ट इन्डिया कम्पनीको खिलाफ अंग्रेज त्यहाँ सिपाही विद्रोह चलिरहेको थियो। त्यतिखेर अब अंग्रेजहरूले भनेछ होइन कि अब हामीबाट यो विद्रोह दबाउन अप्ठ्यारो छ, यसलाई यो विद्रोह दबाउनको लागि जङ्गबहादुर राणालाई झिकाउनु पर्यो। अनि जङ्गबहादुर राणालाई बोलाएछ त्यहाँ। जङ्गबहादुर राणाले के गरेछ? आफ्नो सिपाहीहरू लगेर, फौजहरू लगेर त्यो सिपाही विद्रोहलाई दबाइदिएछ। अनि अंग्रेजहरू खुसी भएर जुन चाहिँ सुगौली सन्धिमा गुमेको भागहरू मध्ये हामीलाई अंग्रेजहरूले 4वटा जिल्ला फिर्ता गरिदियो। कुन कुन? बाँकी, बर्दिया, कञ्चनपुर र कैलाली। त्यसलाई नै पछि आएर हैन उपनाम दियो के? नयाँ मुलुक। अनि अंग्रेजहरू के गर्यो? बाँके, बर्दिया, कञ्चनपुर र कैलाली गरी 4वटा जिल्ला जङ्गबहादुर राणालाई फिर्ता गरिदियो। किन? अंग्रेजहरूलाई सिपाही विद्रोह दबाउनको लागि जङ्गबहादुर राणाले साथ दिनुभएको थियो। त्यही भएर त्यस्तै अब जङ्गबहादुर राणाले सोच्नु भयो हैन, नयाँ मुलुक त आइहाल्यो, अब त्यसमा त कानुन पनि हुनु पर्यो नि, शासन व्यवस्था गर्नको, सञ्चालन गर्नको लागि, अर्थात् शासन गर्नको लागि बिना कानुनको त हुँदैन। अनि नेपालको पहिलो मुलुकी ऐन 1910 जारी गर्नुभयो। फेरि उहाँले सोच्नुभयो कि कानुन त मैले बनाइदिए, तर मेरो जनताहरू त अशिक्षित छन्, कसरी कानुन बुझ्छ? अनि शिक्षाको लागि फेरि 1910 मा एउटा दरबार हाई स्कुलको स्थापना गर्नुभयो। त्यसपछि उहाँले सोच्नु भएन, नयाँ मुलुकमा मैले कानुन पनि बनाइदिए, विद्यालय पनि स्थापना गरिदिए, अब केही अड्डाहरूको स्थापना गर्नु पर्यो। त्यतिखेर उहाँले के गर्नुभयो? धर्म कचहरी, कमान्डरी, किताबखाना, कौशल अड्डा जस्तो अड्डाहरूको स्थापना गर्नुभयो। कहिलेकाहीँ अड्डाको काम पनि सोधिन्छ, के काम हो? जस्तै धर्म कचहरी भ्रष्टाचार निवारण सम्बन्धी काम गर्थ्यो त्यतिखेर। कमान्डरी, किताबखाना महत्त्वपूर्ण अभिलेख संरक्षण सम्बन्धी काम गर्थ्यो। कौशल अड्डा राय परामर्श सल्लाह दिने काम गर्थ्यो। अनि यति अड्डाको स्थापना गरेपछि उहाँले भने होइन, अड्डाको स्थापना गरेर मात्र भएन, यो अड्डाभित्र एउटा मन्दिर पनि स्थापना गर्नु पर्यो। अनि विश्वरूपको मन्दिर स्थापना गर्नुभयो। अड्डा र अब अड्डामा चाहिँ जङ्गबहादुर राणा के लगाएर जान्थ्यो? कोट लगाएर जान्थ्यो। त्यो अड्डामा के लगाएर जान्थ्यो? कोट लगाएर जान्थ्यो। र त्यही अड्डामा एग्नेट प्रथाको सुरुवात गर्नुभयो। एग्नेट प्रथा म अघि नै भनिसकेको छु, तपाईहरु बुझ्नु होला। त्यो अड्डामा गएर एग्नेट प्रथाको सुरुवात गर्नुभयो र नेपाली समाजलाई 3 भागमा वर्गीकरण गर्नुभयो। एउटा कागाधारी, एउटा मतवाली र अर्को पानी नचल्ने गरी 3 भागमा विभाजन गर्नुभयो। त्यसपछि 1902 मा विक्रम सम्वत 1902 मा मामा माधव सिंहको हत्या गराउनु भयो। त्यसपछि अन्तिममा गएर विक्रम सम्वत 1933 फागुन 16 गते रुथरको पत्थरघट्टामा उहाँको निधन भयो। हस्त साथीहरु, यो भिडियोमा यति नै। फेरि भेट्नेछौं अर्को भिडियोमा। यदि तपाईहरुलाई पनि कुनै टपिकमा समस्या छ भने कमेन्टमा लेख्नु होला, त्यो टपिकमा म भिडियो बनाइदिनेछु।